3 वर्षको अन्तरालमा यो 108 औं बुद्ध मूर्तिको समापनको यो कार्यक्रम हुन लागेको छ। यसमा जुन संयोजकको रूपमा सुरुदेखि नै अभियान जारी गर्नुभएको यो हाम्रो दाता हुनुहुन्छ अमिर साक्यज्यू, उहाँको परिवार समेतै यसमा संलग्न पनि छ। अब यो हामीले सुरुमा यो गरेको लगभग 3 वर्ष पुरा भयो भन्दाखेरि अहिले यो अभियानमा यति मात्रै नभइकन पनि यो अभियान फेरि जारी हुने पनि हामी तपाईहरुलाई जानकारी गर्दछौं। यो 108 जना यही अन्तत भयो, तर यो अभियान नरोकिने पनि तपाईहरुलाई हामीले जानकारी गर्दछौं। यो अभियानलाई चाहिँ निरन्तरता फेरि हुँदाखेरि फेरि पनि 108 जना पुग्ने अवसरलाई हामीले यस्तै अरू बिहारमा पनि यस्तै मूर्ति ठुल्ठुलो 9.5 फिटको बुद्ध मूर्ति यो छ भने हामीले अर्को पनि बिहारमा यस्तै राख्न सफल हुनेछौं भन्ने हामी कामना गर्दछौं। जस्तै अब यो दान गर्ने बुद्ध प्रतिमा दान गर्ने भनेको हाम्रो भित्री मनदेखि यो यसमा दान गर्ने इच्छा आयो भने त्यो चाहिँ धेरै ठूलो पुण्य लाग्दछ। भगवान बुद्धले पनि भन्नुभएछ महादान 8 वटा महादानमा पर्ने मध्ये भन्दाखेरि उसमा चाहिँ बुद्ध प्रतिमा दान पनि एक हो भनेर भगवान बुद्धले बताउनु भएको छ। त्यही भएर हामीले 8 वटा महादानमा पर्ने बुद्ध दानमा पनि यसरी नबुझेकोहरूलाई पनि यो जानकारी गर्दछौं। त्यो जानकारीले गर्दाखेरि पनि सबैको मनमा उत्साह बढेर फेरि पनि यो हामीले गर्नुपर्ने हो भनेर जुन बुझेर यसो तपाईहरुलाई पनि यो बुद्ध मूर्ति दानमा सहभागी भइदिनु हुन पनि विनम्र अनुरोध गर्दछौं। किनकि हामीले यस अभियानलाई चारै यो हाम्रो नेपाल अधिराज्य भर मात्र नभएर अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा सम्म हामीले यो बुद्ध मूर्ति पठाउनमा पनि सफल भएका छौं। त्यसैले तपाईहरुलाई यसमा पनि विनम्र अनुरोध गर्दछौं, तपाईहरु पनि सहभागी हुन सकौं। साधु साधु। महत्त्वपूर्ण सन्देशको साथै सम्पूर्ण उपासक उपासिकाहरूलाई आमन्त्रण गरिदिनु भएकोमा धर्मानुशासक सद्य भिक्षु धर्मरत्न भन्ते प्रति आभार प्रकट गर्दछु र यही सन्देश सुन्नु भएर यस अभियानमा जुट्नुहुने सबैजना जति पनि उपासक उपासिकाहरू हुनुहुन्छ उहाँहरूलाई पनि आउँदो मिति 2082 साल फागुन 2 गते शनिबारको दिन यस ऐतिहासिक सुमंगल बिहारमा हुन गइरहेको कार्यक्रममा सहभागी जनाउनु हुन सबैलाई आग्रह निमन्त्रणा गर्दछु। भवतु सर्वमंगलम। साधु साधु साधु।